नमस्कार अनि स्वागत छ हजुरहरूलाई मेरो यस च्यानलमा। र आज म हजुरहरूमा लिएर आएको छु एउटा बुक जो चाहिँ द सिक्रेट, जसलाई रहस्य पनि भनिन्छ, रोन्डा ब्रायनद्वारा लिखित यस चर्चित बुकको केही अंशहरू चाहिँ हजुरहरूमा पस्काउन लागिरहेको छु। र यो बुकले तपाईहरूको जीवनमा केही परिवर्तन ल्याउँछ भनेर मलाई पूर्ण विश्वास छ। र यो भिडियोलाई तपाईहरूलाई राम्रो लाग्यो भने लाइक अनि सेयर गरिदिनुहुन्छ भने म पूर्ण विश्वास राख्दछु। र सबैभन्दा पहिला यस बुकमा 3वटा कुराहरू भनिएको छ हैन। आस्क, रिसिभ एन्ड आस्क, बिलिभ एन्ड रिसिभ। यो 3टा कुराले चाहिँ कस्तो खालको भूमिका खेलेको हुन्छ भन्दा हैन, मानिसको जीवनमा द ल अफ एट्र्याक्सन, द आकर्षणको नियमले चाहिँ कसरी चाहिँ काम गरेको हुन्छ यो ब्रह्माण्डमा भन्ने कुरालाई चाहिँ यहाँनिर यस बुकमा दर्शाइएको छ। र यो 3वटा कुराहरू चाहिँ आस्क, बिलिभ र रिसिभले चाहिँ कसरी काम गरेको हुन्छ भन्दाखेरि, यदि तपाईँले केही कुरा पाउनुको लागि चाहिँ तपाईँले पहिला त्यो कुरालाई चाहिँ तपाईँले सोच्नु पर्यो, माग्नु पर्यो हैन। युनिभर्ससँग मलाई चाहिँ यो चाहियो भनेर चाहिँ माग्नु पर्यो। त्यो मागिसकेपछि तपाईँले बिलिभ गर्नु पर्यो, त्यो कुरा चाहिँ मैले पाउँछु भन्ने बिलिभ गर्नु पर्यो। बिलिभ गरिसकेपछि मात्र तपाईँले फेरि रिसिभ गर्नुहुन्छ। त्यहाँ रिसिभ गर्नु पर्यो, तपाईँले पहिला माग्नु पर्यो, त्यसमा बिलिभ गर्नु पर्यो, विश्वास गर्नु पर्यो, त्यसपछि तपाईँले रिसिभ गर्नु पर्यो, त्यसलाई लिनु पर्यो हैन। यो कुरा चाहिँ भनिएको छ यस बुकमा। किनभने तपाईँले हामी मानिसले हैन कतिवटा कुरालाई सोच्छौँ, खालि त्यसलाई महसुस गर्दैनौँ। तपाईँले केही कुरा पाउनुको लागि चाहिँ सोचेर मात्रै हुँदैन, त्यसलाई चाहिँ महसुस गर्नु सक्नुपर्छ हैन। अन्त महसुस खालि गरेर हुँदैन, त्यसलाई विश्वास गर्नु पर्यो तपाईँले। जस्तै कि अहिले मैले केही कुरा सोचेँ अरे हैन, त्यसलाई मैले महसुस गरेँ, भित्र इमोसन अब हुन्छ नि एउटा, भित्रीबाट मैले महसुस गरेँ म त्यसलाई पाउनै पर्छ हैन, एकदमै पाउनै पर्छ भनेर मैले एकदम 100% दिएँ। मैले त्यो कुरा पाएँ हैन, त्यसलाई विश्वास गरेको थिएँ नि त मैले 100%, त्यही भएर चाहिँ मैले पाएँ। त्यही कारणले जीवनमा तपाईँहरूले हैन जे कुरालाई पाउनु चाहनुहुन्छ त्यसलाई चाहिँ तपाईँले 100% दिनुहोस् हैन, 100% त्यसलाई महसुस गर्नुहोस् अनि विश्वास गर्नुहोस् अनि त्यो कुरालाई पाउनुहोस्। यही कुराहरूलाई चाहिँ यस बुकमा दर्शाइएको छ कवियत्री रोन्डा ब्रायनद्वारा हैन। अन्त यसमा अरू कुरा के भनेको छ भने ग्रेटिट्युड। ग्रेटिट्युड भन्नाले चाहिँ अब थ्याङ्कफुल हैन। ग्रेटिट्युड भन्नाले चाहिँ हामी चाहिँ कतिवटा कुराहरू हामीसँग अलरेडी छ, अलरेडी भएर चाहिँ हामीले चाहिँ त्यो कुराहरूमा चाहिँ हामीले चाहिँ अब अप्रिसिएसन गर्दैनौँ हैन, थ्याङ्क यू भन्दैनौँ कसैलाई। हामी अझै ज्यादा खोजिरहेको हुन्छ उल्टा, आफ्नोमा जे छ, आफ्नोमा भएको कुराहरूलाई यो त राम्रो छैन, हेर पराइको यस्तो छ, मेरो त्यस्तो राम्रो छैन, नभन्नुहोस् हो त्यो कुरालाई। तपाईँले जे जति पाउनु भएको छ त्यसमा चाहिँ थ्याङ्कफुल हुनुहोस् हैन, त्यसलाई चाहिँ तपाईँले थ्याङ्क यू भन्नुहोस्। ब्रह्माण्डमा चाहिँ यो युनिभर्स जो ब्रह्माण्डमा चाहिँ तपाईँले थ्याङ्क यू भन्नुहोस्, मैले जे जति पाएको छु म त्यसमा खुसी छु, तर म अझै केही गर्न चाहन्छु भनेर चाहिँ तपाईँले सोच्नुभयो भने चाहिँ त्यो कुराहरू तपाईँलाई पुरा हुनेछ भनेर चाहिँ बुकमा चाहिँ दर्शाइएको छ। अन्त अर्को कुरा के भन्दाखेरि भिजुलाइजेसन। एउटा आफ्नो सोच हैन, भिजुलाइजेसनले चाहिँ कसरी चाहिँ काम गरेको हुन्छ भन्दाखेरि चाहिँ सबैभन्दा पौराणिक कुराहरूलाई हेरौँ हैन, र हाम्रो वैज्ञानिकहरूद्वारा आविष्कार एकदमै अचम्मको कुराहरू आविष्कार भएको छ। अहिले अब हामीले सोच्नै नसक्ने कुराहरू आविष्कार भएको छ, त्यो पनि त एउटा मानिसद्वारा सोचेको थियो हैन। जस्तै कि अब टेलिफोन अहिले हामीले यो कुरा गरिरहेको छौँ हैन, यो कुरा कसले सोचेको थियो होला? अब तपाईँले सोच्नुभयो होला हैन, यो कुरालाई म चाहिँ यो फोन बनाउँछु भनेर सोच्नुभयो। पहिला त यो फोन त थिएन नि त, यो त कसैको सोच हो। त्यही कारणले गर्दा चाहिँ आज तपाईँहरूले बोकेर हिँडिरहनु भएको छ हैन। अब ग्राम बेल यो टेलिफोनलाई चाहिँ आविष्कार कसरी गर्नुभयो होला उहाँले, उहाँको एकल सोच हैन, एउटा विचार, उहाँले चाहिँ कसरी चाहिँ पहिला यसलाई बिलिभ गर्नुभयो होला यो चिजलाई हैन। बिलिभ गरेर चाहिँ लास्टमा कसरी चाहिँ रिसिभ गर्नुभयो। रिसिभ त अहिले देखिरहनु भएको छ, सबैको हातमा मोबाइल फोन छ हैन। यसरी नै अब लाइटको आविष्कार पनि, लाइट पनि अहिले हामीले सोच्दाखेरि कसरी चाहिँ बनायो होला
यो त हुनै नसक्ने कुरा हो। भित्रपट्टि एउटा बल्बको भित्रपट्टि होइन, बल्बको भित्रपट्टि त्यो उयो हालेर कसरी चाहिँ बनाइहाला भनेर हामीले अहिले सोच्दा त अचम्म लाग्छ नि। तर यो सबै कुराहरू चाहिँ के हो, मान्छेको सोच नै हो होइन। उहाँले एकदम सोच्नुभयो, सोचेर चाहिँ उहाँले बिलिभ गर्नुभयो, बिलिभ गरेर चाहिँ त्यसलाई रिसिभ गर्नुभयो नि त। भन्नुको अर्थ चाहिँ तपाईँहरूले चाहिँ जीवनमा होइन केही कुरा पाउनुको लागि चाहिँ सबैभन्दा पहिला माग्नुहोस् होइन, ब्रह्माण्डसँग माग्नुहोस्, त्यसलाई विश्वास गर्नुहोस्, त्यसपछि चाहिँ तपाईँले पाउनुहुन्छ। र यो रोन्डा ब्रायनको किताब, यो रहस्य किताबद्वारा चाहिँ होइन एकजना मानिस होइन ले चाहिँ भनेको छ होइन, यो ल अफ एट्र्याक्सनले चाहिँ कसरी चाहिँ काम गर्यो मेरो जीवनमा भनेर चाहिँ उहाँले चाहिँ आफ्नो जीवनको बारेमा भनेको छ होइन। किनभने उहाँले चाहिँ एउटा भिजन बोर्ड चाहिँ बनाएर राख्नुभएको थियो, आफ्नो भिजन बोर्ड बनाएर राख्नुभएको थियो होइन। त्यो भिजन बोर्डले चाहिँ उहाँको काम गरिरहेको थिएन। किन काम गरिरहेको थिएन भन्दा चाहिँ त्यो उहाँलाई चाहिँ लाइफमा चाहिँ उहाँको जीवनमा चाहिँ होइन धेरैवटा डिस्ट्र्याक्सनहरू थियो। कतिवटा कुराहरूले गर्दा आफ्नो सहर छोडेर जानुपर्ने हुन्थ्यो होइन, एउटा सहरदेखि अर्को, अर्को सहरदेखि अर्को। यसरी नै गर्दा गर्दा उनी चाहिँ लास्टमा चाहिँ होइन 5 इयर्स बाद चाहिँ उनी चाहिँ एउटा क्यालिफोर्निया जग्गामा चाहिँ सिफ्ट हुन्छन् होइन। सिफ्ट भइसकेपछि चाहिँ त्यहाँनिर चाहिँ उसले अलरेडी घरहरू किनेर सबै गरिसकेको हुन्छ। र त्यहाँ चाहिँ उहाँले चाहिँ एउटा सुटकेसमा चाहिँ आफ्नो भिजन बोर्डलाई चाहिँ पहिला नै हालेर चाहिँ राख्नुभएको थियो होइन। त्यहाँबाट उसको छोराले चाहिँ त्यो सुटकेसबाट चाहिँ आफ्नो भिजन बोर्ड, त्यो बाबाको भिजन बोर्डलाई चाहिँ निकालेर चाहिँ सोध्छ क्या, बाबा यो चाहिँ तपाईँको के राख्नु भएको छ यहाँनिर भनेर खोल्नु लगाएर चाहिँ त्यो निकालेर चाहिँ भन्दा चाहिँ होइन उहाँ चाहिँ रुनुहुन्छ क्या। हेर मैले चाहिँ यसरी भिजन बोर्ड बनाएको थिएँ आजभन्दा 5 साल बाद होइन। अब यो मेरो जीवनमा पहिला पनि हुनसक्थ्यो, तर मेरो कतिवटा डिस्ट्र्याक्सनहरूले गर्दा चाहिँ हुन सकेन। तर त्यो भिजन बोर्डमा चाहिँ के थियो भन्दाखेरि होइन, त्यो नानीले हेर्दाखेरि चाहिँ होइन अहिले उहाँहरू फिलहाल जुन चाहिँ हालतमा हुनुहुन्छ त्यो सबै अब त्यो घरहरूदेखि लिएर होइन उहाँको फ्यामिली परिवार उहाँले त्यो भिजन बोर्डमा जति सेट गर्नुभएको थियो त्यो सबै नै त्यहाँनिर चाहिँ पाउँछ क्या नानीले। नानी पनि अचम्म हुन्छ होइन, यस्तो पनि हुँदो रहेछ भनेर। त्यही कारण यो ल अफ एट्र्याक्सन मतलब आकर्षणको नियमले चाहिँ कसरी काम गर्छ भने आफ्नो सोच होइन, मान्छेको एउटा मानव मस्तिष्कमा चाहिँ के हुन्छ भन्दाखेरि नकारात्मक विचारहरूलाई चाहिँ तपाईँहरूले पर राख्नुहोस् जति पनि, किनभने त्यो नकारात्मक विचारहरूले चाहिँ अरूलाई होइन, अरूलाई नभएर चाहिँ तपाईँलाई नै नष्ट गरेर जान्छ भनेर चाहिँ यो बुकमा भनिएको छ होइन। तपाईँले चाहिँ त्यही कारण जहिले पनि सकारात्मक सोच्नुहोस्, राम्रो कुराहरू सोच्नुहोस् र बिलिभ गर्नुहोस् र काम गरिरहनुहोस्। तपाईँले जे गरिरहनु भएको छ अहिले राम्रो गरिरहनु भएको छ। कसैलाई नहेर्नुहोस्, तपाईँले अरूलाई नहेर्नुहोस्, तपाईँले सेट गर्नुहोस्, तपाईँले एउटा भिजन गर्नुहोस् होइन, भिजनलाई सेट गर्नुहोस्। तपाईँले मनमा सोच्नुहोस् म गर्छु र मलाई विश्वास छ यो कुरा पुरा हुन्छ र म यसलाई चाँडै नै पाउनेछु भन्ने खालको एउटा सोच बनाएर चाहिँ राख्नुहोस् होइन। यो बुकमा चाहिँ मैले आफूले जति बुझेको छु त्यही चाहिँ तपाईँहरूमाझ पस्काउन लागेको हो होइन। र यो मेरो कुराले तपाईँहरूलाई केही कमी महसुस हुन्छ भने तपाईँले आफै यो बुकलाई पर्चेस गर्नुहोस्, द सिक्रेट। यसभित्र धेरै नै रहस्यमय कुराहरू छ, तपाईँले अझै मभन्दा ज्यादा रहस्यमय कुराहरू पाउनुहुनेछ। र मेरो यो भिडियोले तपाईँहरूको जीवनमा केही परिवर्तन हुन्छ भने म आफूलाई नै एकदमै भाग्यमानी सम्झिन्छु होइन। र यो भिडियोलाई तपाईँहरूले राम्रो लाग्यो भने अरूहरूमाझ पनि सेयर गरिदिनुहुन्छ भने म आशा राखेको छु होइन। र सधैँ आफूले जे जति पाउनुभएको छ त्यसमा खुसी हुनुहोस् होइन।